यो चाहिँ शनिमा घर पूजामा जाँदाखेरिको भिडियो हो। रास्तामा सब्जी बजार पर्न हुनाले हामीले चाहिँ सब्जी अलिकति किनेर अनि त्यसपछि निस्क्यौँ पूजाको लागि भनेर। अनि हामी चाहिँ पूजामा पनि पुगिसक्यौँ, जोगी बडगलाईमा थियो। अनि त्यसैले दिउँसो चाहिँ वर्तमानहरू थियो साना साना भाइहरूको। अनि दिउँसो हामी केही प्रब्लम भएर आउन सकेनौँ, त्यसैले राति चाहिँ लक्ष्यवती हेर्न जाने भनेर राति हामी बेलुका निस्क्यौँ कि, किनकि केटाकेटीले पनि लक्ष्यवती हेरेर रमाउँछन्। अनि 3-4 दिन अगाडिबाट शनिमा घरमा चाहिँ पूजा भइरहेको रहेछ। हामी चाहिँ लास्ट दिन गयौँ कि, लास्ट दिन साङ्गेको दिन पुग्यौँ। अनि यहाँ साँझ परेपछि सबैले आफ्नो आफ्नो जग्गामा बत्तीहरू ठिक पार्नु हुँदैछ कि, दुईतिर मुख पारेर। अनि भित्रबाट चाहिँ घरभित्रबाट बत्ती बाल्न लिएर आउनु पर्दो रहेछ लक्ष्यवती बाल्नलाई चाहिँ। अनि वरिपरि एक राउन्ड एक परिक्रमा गरेर अनि त्यसपछि घरको परिवार पनि सबैजना घुर्नुभयो, परिक्रमा गर्नुभयो, लक्ष्यवतीको पूजा गर्नु पर्दो रहेछ पहिला। अनि कपुरहरू हालेर सबै आफ्नो आफ्नो काम गरिराख्नुपर्छ। कसैले कपुर राख्नुभएको छ लक्ष्यवतीमा, कसैले मिलाउनु हुँदैछ, राम्ररी चाहिँ फिजाउनु हुँदैछ, किनकि गोटा गोटा भयो भने त राम्रोसँग जल्दैन कि, त्यसैले। अनि कोही कोहीले फिजाउनु हुँदैछ, कोही कोहीले कपुर हाल्नु हुँदैछ। अनि त्यसको पछि अनि घरका परिवार चाहिँ लक्ष्यवतीको परिक्रमा गर्नु हुँदैछ, घन्टीहरू लिएर, घन्टी शङ्ख घण्टा लिएर। अनि परिक्रमा गरिसकेपछि अगरबत्ती लिएर अलिकति त्यसपछि मम्मी चाहिँ साना साना भाइहरूलाई, वर्तमान भएको भाइहरूलाई चाहिँ टिका लगाइदिनु हुँदैछ। दिउँसो आउन पाएनौँ त्यसैले। हुन्छ त गाइस, आज यति नै, बाई बाई।